आज प्रधानमन्त्रीको रूपमा बालेनको शपथ, मन्त्री परिषदको टुङ्गो लाग्ने तयारी, पहिलो क्याबिनेट बैठकमै सुधारका निर्णय आउने सङ्केत। जाँदा जाँदै प्रधानमन्त्री कार्कीले भनिन्, कहीँ कमजोरी रह्यो भने मेरै भागमा पारिदिनुहोला। हिजो भएको शपथ समारोहको दृश्य रासोपाको छुट्टै सान, खुम्चिएका काङ्ग्रेस र एमाले मलिन। राजनीतिक नियुक्ति छाड्ने पहिलो बन्ने योजना आयोगका उपाध्यक्ष कार्की आयोगको प्रतिवेदनप्रति एमालेमा आक्रोश, रासोपा मौन। देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदहरूलाई ओलीको निर्देशन। सरकार गठनको अघिल्लो दिन शेयर बजार सकारात्मक परिसूचक 2950 को बिन्दुमा भित्रिँदै वर्षा र हावाहुरीको नयाँ प्रणाली कति शक्तिशाली छ, सम्पूर्ण जानकारी। र अन्तर्राष्ट्रिय खबरमा मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण पाकिस्तान तयार भएको प्रधानमन्त्री शरीफको भनाई। नमस्कार, गुराँस खबरको समाचार बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2082 चैत 13 गते शुक्रबार, चैत शुक्ल नवमी, राम नवमी व्रत, विश्व रङ्गमञ्च दिवस। देश दुनियाँका समाचारका साथ हाम्रो मेहनतको सम्मानका लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला। अब समाचार विस्तारमा। प्रधानमन्त्रीका रूपमा बालेन शाहले आज 12:34 पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथसँगै मन्त्री परिषद गठन टुङ्गो लाग्ने र पहिलो क्याबिनेट बैठकमै महत्त्वपूर्ण सुधारका निर्णयहरू आउने सङ्केत गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले बालेनलाई दल नेता चयन गरेपछि प्रधानमन्त्री बन्ने मार्ग खुला भएको हो। शपथ ग्रहण लगत्तै मन्त्री परिषद गठनलाई अन्तिम रूप दिने तयारी तीव्र पारिएको छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्री छनौटमा सक्रिय रूपमा जुटेका छन्। बिहिबार मात्रै बालेन संसदीय दलको नेता चयन भएसँगै दुवै नेताले मन्त्रालय बाँडफाँड र सक्षम टोली निर्माणमा गृह कार्य अगाडि बढाएका छन्। स्रोतका अनुसार नयाँ सरकारले पहिलो क्याबिनेट बैठकमै केही ठूला नीतिगत निर्णय गर्ने तयारी गरेको छ। यसका लागि बालेनले केही दिन अघि नै सबै मन्त्रालयका सचिवहरूसँग सुधारका योजनाहरू माग गरेका थिए। मुख्य सचिव सुमन राज अर्याल मार्फत सचिवहरूलाई प्रत्येक मन्त्रालयबाट 5-5वटा सुधारका प्रस्ताव पठाउन निर्देशन दिएको बताइएको छ। यी प्रस्तावहरूकै आधारमा पहिलो बैठकमै सेवा प्रवाह सुधार, सुशासन प्रवर्धन र प्रशासनिक दक्षता बढाउने निर्णयहरू आउन सक्ने अपेक्षा गरिएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रासोपाले 2/3 नजिक 182 सिट जित्दै स्पष्ट बहुमत नजिकको जनादेश प्राप्त गरेको थियो। यही जनादेशलाई कार्यान्वयनमा उतार्ने पहिलो परीक्षणका रूपमा आज शपथ र क्याबिनेट बैठकलाई हेरिएको छ। बालेन नेतृत्वको सरकारबाट तत्काल सुधार र परिणाममुखी कामको अपेक्षा गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले गलत नियत राखेर आफूहरूले कुनै पनि काम नगरेको बताएकी छिन्। बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले पदबाट बिदा हुनु अघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी हुन्। उनले भनिन्, गलत नियत राखेर हामीले काम गरेनौँ। काम गर्ने दौरानमा कहीँ कमजोरी रह्यो भने मेरै भागमा पारिदिनुहोला। गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचन मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको समेत उनले बताइन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट संसदमा निर्वाचित भएकाहरूले बिहिबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद भवनमा 274 सांसदले शपथ लिएका हुन्। निर्वाचित मध्ये ज्येष्ठ सदस्य नेपाली काङ्ग्रेसका 78 वर्षीय सांसद अर्जुन नरसिंह केसीले 274 सांसदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। शपथ ग्रहण समारोहमा यस अघिका निर्वाचनबाट आएको प्रतिनिधि सभा भन्दा फरक देखिएको थियो। परम्परागत आफूहरूलाई ठूला दलका रूपमा परिचित गराउँदै आएका अधिकांश पार्टीका मुख्य नेता शपथ ग्रहण समारोहमा थिएनन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन निर्वाचनमा पराजित भएकाले शपथ ग्रहण समारोहमा उपस्थित हुन पाएनन्। निर्वाचनबाट अध्यक्षहरू मात्रै होइन, सिटभन्दा पनि भारी मात्रामा कटौती भएको छ। सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र उनीहरूसँग गएका सहयोगी नेताहरूको खुसियाली बेग्लै थियो। प्रायले राष्ट्रपाका सांसदहरूलाई देश बदल्ने मौका नगुमाउन सुझाव दिएका थिए। मिडियाकर्मी र शुभचिन्तकहरूको यस्तो सुझावलाई राष्ट्रपाका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमान्दार भएर
प्रयास गर्ने बताएका छन्। अन्य पार्टीका सांसदहरूले खासै प्रतिक्रिया दिएनन्। राजसभाको एक्लै बहुमत भएकाले केही पार्टीका नेताले सहयोग गर्ने बताउँदै थिए भने केहीले गुण र दोषका आधारमा सहयोग र प्रतिवादको रणनीति अख्तियार गरिने बताएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएका छन्। उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नियुक्त गरेकाले भोलि गठन हुने नयाँ सरकार अगावै जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन्। सामाजिक सञ्जालमा लेखेका छन्, जेनजी आन्दोलनपछि चुनाव गराउने कार्यदेशसहित गठित सरकारले पुस 1 गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएकोमा आज 101 दिनमा उक्त जिम्मेवारी समाप्त भएको छ। उक्त जिम्मेवारी र कार्य अनुभवको अवसर दिनुहुने अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्की, माननीय अर्थमन्त्री रामेश्वर खनाल र सम्पूर्ण मन्त्रीपरिषदलाई धन्यवाद दिन्छु। उनले छोटो समयमा सम्पादन गरिएका काम, गर्न नसकेका काम, चालु आर्थिक वर्षको लागि गर्नुपर्ने काम र बाँकी काम, पुँजीगत खर्च बढाउन र विकास आयोजनाहरूको कार्यान्वयन प्रभावकारी बनाउन योजना आयोगलाई गर्नुपर्ने सुधारका विषय अनुभवको आधारमा केही बुदा समेत सामाजिक सञ्जालमा लेखेका छन्। श्रेष्ठ अघिल्लो केपी ओली सरकारमा आयोगका सदस्य थिए। उनी त्यतिबेला नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक पनि थिए। भदौ 23 र 24 गते देशभर भएको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई लिएर विभिन्न चर्चा भइरहेका छन्। आयोगलाई भदौ 23 र 24 गते दुवै दिनका घटनाको सत्य तथ्य पहिचान गर्न र प्रतिवेदन तयार गर्न भनी भदौ 23 गतेको घटनालाई मात्र केन्द्रित गरेर प्रतिवेदन बनाएको भन्दै आयोगको निष्पक्षतामा साथै प्रतिवेदन कार्यान्वयनमाथि नै गम्भीर प्रश्न उठिरहेका छन्। आयोगले भदौ 23 का मुख्य जिम्मेवार अधिकारीहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका प्रमुख चन्द्र कुबेर खाम्पुङ, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतलाई फौजदारी मुद्दा लगाउन सिफारिस गरेको छ। तर 24 गते देशभर भएको आगजनी र तोडफोड र लुटपाट लगायतका विध्वंस मचाउनेहरूमाथि प्रमाण र समय अभाव भन्दै आयोगले प्रतिवेदनमा व्यवस्था गरेपछि प्रतिवेदन र आयोगको नियतमाथि शङ्का बढेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट हरेस नखाई देश र जनताका पक्षमा दृढपूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहिबार शपथ लिए लगत्तै पार्टी केन्द्रीय कार्यालय च्याससमा आयोजित कार्यक्रममा उनले प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यसअघि पार्टीले देश र जनताका पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए। उनले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफू विरुद्ध हुन सक्ने गलत प्रचार विरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताए। साताको अन्तिम कारोबारको दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक रौनक देखिएको छ। नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकम पनि निकै उत्साहजनक वृद्धि भएको छ। बिहिबार नेप्से परिसूचक 11.21 अङ्कले बढेर 295.16 बिन्दुमा पुगेको छ। बजार खुल्ला भएदेखि नै उताप चढाव देखिए पनि अन्तमा बजार बढेर बन्द भएको हो। आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुँदैछ। उक्त दिन सेयर बजार नखुल्ने भएकोले सरकार गठन अघिको पछिल्लो कारोबार बिहिबार नै हो। अब आइतबार बजार खुल्नेछ। यो साताको अन्तिममा पश्चिमी वायु पुनः सक्रिय हुने सम्भावना देखिएको छ। त्यसको प्रभावले हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले पूर्वदेखि पश्चिमसम्मै वर्षा हुने सम्भावना देखाएका छन्। तर पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम प्रभावको सम्भावना छ। जलदाता मौसम विज्ञान विभागका मौसमविदहरूले पनि आज र शनिबार पानी पर्ने प्रक्षेपण गरेका छन्। वरिष्ठ मौसमविद वरुण पौडेलले काठमाडौँ उपत्यका शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताए। यसअघि चैत 6 र 7 गते काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा हावाहुरी र असिनासहित पानी परेको थियो। हिमाली जिल्लाहरूमा हिमपात भएको थियो। वर्षाले खेतीपातीमा संलग्न किसानहरूलाई राहत भए पनि असिना र हुरीले भने मर्कामा पारेको थियो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यदि अमेरिका र इरान सहमत भएमा मध्य पूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयारी रहेको बताएका छन्।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन्। उनले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेका संवादका प्रयासहरूलाई पाकिस्तानले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गरे। यसैबीच इरानी समाचार एजेन्सी तस्निमले सोमबार इरानी राष्ट्रपति मसुद पेजेस्कियाले प्रधानमन्त्री शरीफसँग टेलिफोनमा कुराकानी गर्दै क्षेत्रीय सहयोगप्रति तेहरानको प्रतिबद्धता पुनः दोहोर्याएका छन्।